गुड मर्निङ साथीहरू, वेलकम छ मेरो सर्ट एन्ड स्विट मिनी ब्लगमा। आज चाहिँ हेर्नुहोस्, हामीले पहिलाको पुरानो भान्साघर चाहिँ बाङबुङ पारेर भत्काउनु हुँदैछ पापाले। ऊ पर देख्न सक्नुहुन्छ, पापा पल्लोपट्टि हाम्रो घरको खिड्कीको चौकटहरू सबै निकालेर त्यहाँ छ। यो च्यादरहरू डल्लै निकाल्नु हुँदैछ। यो छानामाथिको च्यादर सबै अड्काएको मात्रै थियो नि त, ठोकेको छैन, त्योहरू सबै निकाल्नु हुँदैछ हो। अनि यस्तो छ, त्यहाँनिर चाहिँ बाङबुङ पार्नु भयो। सिमेन्टहरू त्यहाँ राखेको थिएँ, टाइल्सहरू पनि त्यहीँ छ। पर अर्को नयाँ बाथरुम टोइलेटतिर लाउने, किचनतिर। अन्त यो कम्प्लिट भएपछि चाहिँ हामी चाहिँ यहाँ पछाडि के गर्छौँ, कलर गर्छौँ हो। अनि आजको दिन चाहिँ रमाइलो भइरहेको छ। अब दसैँको चाडबाड त रमाइलो नै हुन्छ नि त, किनभने दसैँ हो नि। अस्ति चाहिँ पानीहरू परेर मान्छेहरू कति मार्यो बिचारा, सबै मान्छेहरू पनि मार्यो, सब कुरो सक्यो। त्यसपछि चाहिँ के भयो, घाम पनि लाग्यो, दिवाली पनि आयो। घर हेर्नुहोस् कस्तो देख्यो नि। अनि म चाहिँ छु यहाँ। हेलो, हाई, गुड मर्निङ। ब्लुटुथ पनि यहीँ राखिरहेको छु साथीहरू। यहाँ देख्न सक्नुहुन्छ, घिराउलाको बोर्ड पनि यहीँ छ, सजना पनि यहीँ छ। हाई, बाई, अहिलेलाई।